नमस्ते साथीहरु, यहाँ सम्पूर्णलाई यस युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आज मैले हजुर समक्ष प्रदेशको नामाकरण कहिले गरिएको थियो भन्ने मितिलाई कसरी सजिलै सम्झिन सकिन्छ भन्ने टेक्निक लिएर उपस्थित भएको छु। पहिलो रहेको छ कोशी है त। कोशी प्रदेश। कोशी प्रदेश भन्ने बित्तिकै हामीले के सम्झिनु पर्यो भने कोशी नदीलाई सम्झिनु पर्यो। अब कोशी नदी सम्झिने बित्तिकै यसको नामाकरण हामीले सजिलै सम्झिन सक्छौं। अब यहाँ के छ भन्दा 2079 फागुन 17। अब हामीले 79 मिति 2079 को यो 7 नसम्झे पनि हुन्छ है, किनकि सबैमा 7 हो। 7वटै प्रदेशमा यो 7 छ, पछाडीको लास्टको मात्रै सम्झियो भने पुग्छ। तर यसलाई हामीले कसरी सम्झिन्छौं भन्दा एउटा सानो टेक्निक छ, त्यो सूत्र ट्याक्कै सम्झिने। कोशी प्रदेश भन्ने बित्तिकै हामी कोशी सम्झिन्छौं। कोशी भन्ने बित्तिकै हामीले यो टेक्निक सम्झिन सक्छौं है त। कोशीमा शत्रुलाई फाल्दिन। कोशीमा शत्रुलाई फाल्दिन भन्ने कोशी भनेको कोशीबाट 79। कोशी 79, कोशी 79, सीसी है 79, सीसी। अब 71 मा पनि सी आउँदैन, 72 मा पनि सी आउँदैन, 73 मा पनि सी आउँदैन, 74 मा पनि सी आउँदैन, 75 मा पनि सी आउँदैन, 76, 77, 78 केहीमा पनि सी आउँदैन, तर 79 मा चाहिँ सी आउने भएर मैले यसरी कोशीसँग लिङ्केज गर्ने। अब त्यसपछि शत्रु भनेको 17 भयो, फागुन फाल्दिन, यसरी सम्झिन सक्छौं। अब फाल्नु पनि हुँदैन, यस्तो काम नगर हैन, विराटनगर, राजधानी विराटनगर। त्यसैगरी अर्को रहेको छ, अब हामीसँग अर्को रहेको छ मधेश प्रदेश। अब मधेश भन्ने बित्तिकै के सम्झिनु पर्यो भन्दा देश सम्झिनु पर्यो हैन। म चाहिँ देशमा बस्छु भन्ने कुरा सम्झिनु पर्यो। यो सम्झिसकेपछि हामीले सजिलैसँग नामाकरण सम्झिन सक्छौं। नामाकरणमा 2078 माघ 3 मैले अघि पनि भनिसकेको छु, यो पछाडीको 8 मात्रै सम्झे हुन्छ, 7 त सबैमा छ। अब यो 8 लाई कसरी सम्झिने भन्दा म देशमै बस्ने 8 गर्छु, म देशमै बस्ने 8 गर्छु, पढ्छु, लेख्छु, विदेशतिर जान्न म देशमै बस्ने 8 गर्छु, मातिन्न, मातियो भने त देशमा बसेर केही गर्न सकिदैन, त्यही भएर म देशमै बस्ने 8 गर्छु, मातिन्न भन्ने यो 8 बाट 8 भइहाल्यो, यो 8 बाट 8 भइहाल्यो, अनि मातिन्नबाट माघ 3 है, मातिन्नबाट माघ 3, यसरी हामीले सजिलैसम्म सम्झिन सक्छौं। अनि मधेशको राजधानी भनेको चाहिँ जनकपुर हो है त, यो पनि सम्झिराखौं। अब त्यसैगरी अर्कोमा जाउँ। अब प्रदेशको अर्को प्रदेश रहेको छ बागमती। अब बागमती भन्ने बित्तिकै हामीले के सम्झिनु पर्छ भन्दा बाघलाई सम्झिनु पर्छ। बाघ सम्झिने बित्तिकै हाम्रो यसको नामाकरण सकिन्छ, ठ्याक्कै सजिलैसँग सम्झिन्छ। अब मैले भनेको छु, अब यो 76 लाई, अब 2076 9 को महिना 27 छ। अब यो 76 लाई कसरी सम्झिने भन्दा यो बागमती भनेको चाहिँ बाघको क्षेत्र हो भनेर सम्झ्यौ के। क्षेत्र भनेको 76 हैन। अब बाघको क्षेत्र भनेपछि 76 आइहाल्यो। अब यो बाघको क्षेत्रले, यो बाघले चाहिँ के गर्छ भन्दा नयाँ बाघ आउँछ अरे के, त्यहाँ चाहिँ नयाँबाट 9 सम्झिने, नयाँ बाघ आउँछ अनि मान्छेलाई सताउँछ। यो बागमती प्रदेश भन्ने बित्तिकै बागमती प्रदेश कस्तो क्षेत्र अरे, बाघको क्षेत्र। अब यो क्षेत्र भन्ने बित्तिकै 76 अनि नयाँबाट 9 अनि सताउँछबाट 27 है त। बाघले चाहिँ सताउँछ भनेर सम्झिनु पर्यो, नयाँ बाघले सताउँछ भनेर सम्झिनु पर्यो। यसरी नामाकरण सम्झिन्छ। 2076 9 को महिना 27 अर्थात् बाघको क्षेत्र, नयाँ बाघले के गर्छ, सताउँछ। यसको राजधानी हेटौडा, सबैलाई थाहा छ। अब नेक्स्टमा जाउँ। अर्को प्रदेश रहेको छ गण्डकी प्रदेश। अब गण्डकी प्रदेशको गण्डकी भन्ने बित्तिकै हामीले के सम्झिनु भने गन सम्झिने, गन सम्झिने। अब गन सम्झिसकेपछि नामाकरण पनि सकिन्छ। 2075 असार 22 छ। यसलाई कसरी सम्झिन्छ? अब यो हामीले 5 लाई सम्झिने है, 7 लाई सम्झिनु परेन। 5 लाई कसरी सम्झिन्छ भन्दाखेरि यो 5 लाई सम्झिनु पर्यो। गण्डकी भन्ने बित्तिकै गन सम्झिने है, गन। अब गन देख्ने बित्तिकै हतार, अब यो 75 हो नि त हैन, 75 हो, त्यही भएर हतार 75। गन देख्ने बित्तिकै हतार 75 हैन। गन देख्ने बित्तिकै हतार गरेछ, भाग्नु पर्यो नि त, गनले त लाग्न सक्छ, त्यही हतार गरेर यसको असर नपरोस् भनेर हतार असरबाट असार अनि बाई गर्दै भागेछ भनेर सम्झिनु पर्यो है त। गन देख्ने बित्तिकै के गर्छ, हतार गर्दै असर गर्छ, गनले त हामीलाई असर गर्छ भनेर हतार गर्दै बाई गर्दै भागेछ भनेर सम्झिनु पर्यो। गन देखेर भागेको कुरा सम्झिनु पर्यो। बाई भएर 22, बाई गर्दै टाटा बाई, गनदेखि टाटा बाई भनेर भागेछ भनेर सम्झिनु पर्यो। यसको अनि राजधानी रहेको छ पोखरा। ल अब त्यसैगरी अर्को प्रदेश रहेको छ
लुम्बिनी प्रदेश है त। लुम्बिनी भन्ने बित्तिकै हामीले लुम्बिनी सम्झिनुपर्छ, लुम्बिनी ट्याक्कै। अब यसलाई कसरी सम्झिने भन्दा लुम्बिनीबाट यो 77 सम्झिनु पर्यो नि त। 77 भन्ने बित्तिकै यो सतह, लुम्बिनीको सतह, लुम्बिनीको सतहमा के हुन्छ भन्दा बिहान 6:20 मा चाहिँ ध्यान सुरु हुन्छ भनेर सम्झिनु पर्यो त। लुम्बिनीको सतहमा चाहिँ 6:20 मा ध्यान सुरु हुन्छ भनेको 77 6 महिना 20 गते। लुम्बिनी प्रदेश भन्ने बित्तिकै लुम्बिनीको सतहमा बिहानको 6:20 मा के हुन्छ ध्यान सुरु हुन्छ। यसको राजधानी देउखुरी है त, दाङको देउखुरी भनेर पनि हामीले सजिलै सम्झिन सक्छौँ। अब हामीसँग रहेको छ कर्णाली प्रदेश है त, कर्णाली प्रदेश। अब कर्णाली सम्झिने बित्तिकै हामीले के गर्न सक्नुपर्छ भन्दा कर्णाली सम्झिने बित्तिकै नाली सम्झिनु पर्यो के। कर्णाली सम्झिने बित्तिकै कर्णाली नाली, नाली होइन फोहोर आउने पानीको नाली हुन्छ नि, नाली, त्यसलाई सम्झिनु पर्यो। कर्णाली नाली भनेर सम्झिनु पर्यो है त। कर्णाली भन्दै के सम्झिनु पर्यो, नाली सम्झिनु पर्यो। नाली सम्झिने बित्तिकै अब यसको नाममा पार्नु पनि सजिलैसँग सम्झिन सकिन्छ। अब 74 छ, अब चौर 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 है, 4बाट चौर है, 74बाट चौर, 4बाट चौर। के गर्ने भन्दा यो नालीको पानी चाहिँ चौरमा आएछ हेर्नुहोस् है, नालीको पानी चौरमा आएछ र +2 मा पढ्ने भाइ बहिनीहरू भिजेछन्। +2 मा पढ्ने भनेको 2 जना नि त होइन, +2 मा पढ्ने अरे के, +2 भनेको 11-12 होइन र, त्यही भएर +2 मा पढ्ने के भएछ बस्ने ठाउँमा भिजेर अलि छेउछेउतिर बस्न थालेछन् भनेर सम्झिनु पर्यो। कर्णाली भन्ने बित्तिकै नाली सम्झिने, नालीबाट के भयो कर्णाली, नालीबाट पानी कहाँ पुग्यो चौरमा पुग्यो, चौरमा पुगिसकेपछि 11-12 पढ्ने बच्चाहरू के भए भिजे भनेर सम्झिनुपर्छ र यसको राजधानी वीरेन्द्रनगर। यसो गर्नुपर्ने हुँदैन नगर होइन। ल अर्को जाउँ, अर्को रहेछ सुदूरपश्चिमाञ्चल। सुदूरपश्चिमाञ्चलमा तपाईँले देख्नुहुन्छ यो यसमा सम्झिने बित्तिकै हामीले दूर, सुदूरपश्चिममा चाहिँ अब हामी बागमती काठमाडौँतिर बस्ने मान्छेलाई त अलि दूरी हो नि त, टाढातिरको ठाउँ हो नि त, अलि दूरी अलि टाढा छ, त्यही भएर सुदूरपश्चिम भन्ने बित्तिकै दूरी सम्झिनु पर्यो, अलि टाढाको भनेर सम्झिनु पर्यो होइन। सुदूरपश्चिम भन्ने चाहिँ दूर सम्झिनु पर्यो, अलि टाढा भनेर सम्झिनु पर्यो। यो सम्झिने बित्तिकै यसको हामीले नामाकरण सजिलै सम्झिन सक्छौँ। नामाकरण 2075 6/12 होइन। अब यसलाई कसरी सम्झिने भन्दाखेरि ल अब यसलाई गर्दाखेरि यहाँ अब 5 लाई सम्झिने, कतिवटा छाटा छ गरौँ है त, 1 2 3 4 5, कति थरी छाता रहेछ यहाँ हेर्नुहोस् त, कति थरी छाता 5 थरी। अब दूर भनेपछि एकदम टाढा जानलाई कतिवटा छाता बोक्नु पर्यो, 5 थरी छाता बोल्नु पर्यो। अब 5 थरी छाता बोकेर हामी सुदूरपश्चिम जानुपर्छ, बाहिर निस्किनुपर्छ भनेको, किनकि कहिले पानी पर्न सक्छ, हावाहुरी लाग्न सक्छ, बिग्रिन्छ नि त, त्यही भएर सुदूरपश्चिम भनेको एकदम दूरीमा छ, त्यही भएर दूरीमा जानलाई हामीले के गर्नुपर्छ 5 थरी छाता बोक्नुपर्छ, 5 थरी छाता बोक्नुपर्छ। 5 थरी भनेको 5 75 अनि छाता भनेको 6 अनि बाहिर निस्किनुपर्छ भनेको 12, बाहिर 12। यसरी सुदूरपश्चिमाञ्चलको सम्झिन सक्छौँ। यसको राजधानी भनेको गोदावरीमा रहेको छ। ल है त अब हामीसँग जोडा मिलाउनुहोस् भन्ने क्वेसन रहेको छ। तपाईँले यो टेस्ट एकचोटि याद गर्नुहोस् त। ल कोशी प्रदेशको कहिले चाहिँ नामाकरण गरेको थियो, ल सम्झिनुहोस् त। कोशी भन्ने बित्तिकै के भनेको थियौँ, कोशी भन्ने बित्तिकै के भनेको थियौँ, कोशी भन्ने बित्तिकै के थियो त 79 होइन, कोशी 79 राइमिङ पढाएको थियौँ होइन, कोशी 79। कोशीमा म के गर्दिनँ त शत्रुलाई फाल्दिनँ, ल्यानुहोस् 79 11 17। अब त्यसै गरी अब अर्को रहेको छ मध्य प्रदेशको चाहिँ कहिले भन्दा म देशमै बस्छु मातिन्न होइन, म देशमै बस्ने आँट गर्छु मातिन्न भनेको थियौँ, त्यही भएर 2078 माघ 3 गते। अब बागमती भनेको बाघको क्षेत्र होइन, बाघको क्षेत्र भनेको थियौँ, अनि त्यहाँ चाहिँ के हुन्छ नयाँ नयाँ बाघले सताउँछ भनेपछि 2076 9 महिना 27। अब गण्डकी प्रदेशको के होला, गण्डकी भन्ने बित्तिकै के सम्झे, गण्डकी भन्ने बित्तिकै गन सम्झिने, गन देखेर के गरेको हतारमा के गरेको त असर गर्छ भनेर भागेको, बाई गर्दै होइन। त्यसो भनेपछि 2075 3 महिना 22 हुन्छ। अब त्यसै गरी लुम्बिनी भनेको थिएँ, लुम्बिनीको के भनेको थियौँ, लुम्बिनी भन्ने बित्तिकै लुम्बिनीको सतह भन्ने बित्तिकै 77 भइहाल्यो होइन, 6:20 मा के हुन्छ ध्यान सुरु हुन्छ लुम्बिनीमा। अब त्यसपछि कर्णाली भनेपछि नाली सम्झिने, नालीको पानी चाहिँ कहाँ आयो त चौरमा आयो, चौरमा आएर +2 का बच्चाहरू भिजे। त्यसै गरी सुदूरपश्चिम भनेको एकदम दूरीमा छ होइन, एकदम दूरमा छ, दूरमा जान के गर्नुपर्छ, दूरी टाढा जान के गर्नुपर्छ 5 थरीको छाता बोकेर बाहिर निस्किनुपर्छ। ल यसरी चाहिँ हामीले यो टेक्निकलाई सजिलैसँग सम्झिन सक्छौँ। यदि तपाईँलाई यो अझै पनि गाह्रो जस्तो लागिरहेको छ भने फेरि यो भिडियोलाई रिपिट गरेर हेर्नुहोला, र यदि तपाईँले यो भिडियो हेर्नु भएको छ मन पर्यो भने लाइक सब्सक्राइब र साथीहरूलाई सेयर पनि गर्नुहोला, र हाम्रो च्यानललाई एकचोटि भिजिट गर्नुहोला भन्दै
म यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।